गाइस, वेलकम टु माई न्यू भ्लग। तपाईँहरूलाई मेरो नयाँ भ्लगमा फेरि स्वागत छ। म चाहिँ लङ टाइमपछि फेरि भ्लग बनाउने छैन, केही कामले गर्दा यता त्यता गर्दा यो समय चाहिँ बिजी छ क्या। अब चाहिँ रेगुलर हाल्छु भन्ने आशा छ। फेरि कहिले के हुन्छ त्यही हो होइन। अब काम गर्नु थालेपछि राख्नु पाइँदैन, त्यही भएर अहिले चाहिँ अहिले ठिक भयो क्या, त्यही भएर नि बनाएको थिएँ। आज मसँग साथदेखि हिजो चाहिँ अलिक धुम्म भएको थियो, हिजो पनि बनाउनु पऱ्यो भन्दै थिएँ, तर मसँग साथदैन क्या। आज हिजो त्यो लागेको पानी पर्नु आँटेको थियो, त्यही भएर बनाउनु पाइनँ भनौँ न। पानी परिहाल्यो, त्यही पनि बेलुकापछि रुम पुगेपछि। अहिले हिजो हेलमेट लिएको थिइनँ नि त, अनि यो फोनहरू राख्न अप्ठ्यारो हुन्थ्यो, अनि त्यही भएर रुम बेसी बनाउनु पऱ्यो भनेको पुरा पानी परिहाल्यो क्या, त्यही भएर पानी बनाउन पाइनँ। अहिले चाहिँ ठिक्क मौसम दामी साथ दिइरहेको छ, यहीँ समय पनि छ आज चाहिँ, त्यो बनाउनु पऱ्यो भनेको छु। अब एक दुई भ्युज होइन आउँछ, मिहिनेत गरेपछि के नै हुन्छ कि भन्ने चाहिँ आशा चाहिँ छ। तर त्यही पनि हेरौँ के हुन्छ। अब मिहिनेत गर्न छाडिन्न, त्यही हो, मिहिनेत गर्ने चाहिँ हान्ने भएन, त्यही भएर त्यो बनाउने हो हामीहरू। यसो टाइम पास पनि हुन्छ नि त। सोसियल मिडिया चलाएर अरूको मात्रै हाल्दै के गर्ने, तर यसो आफ्नो पनि हाल्नु पऱ्यो भनेर होइन। आफ्नो पनि हाल्नु केही न केही हुन्छ कि भनेर दुःख गरौँ। तपाईँहरू कसैले साथ सपोर्ट गर्नुहुन्न, त्यो कति मिहिनेत हुन्छ तपाईँहरूले। यता यस्तो भ्लग सुट गरौँ, के बोल्ने कस्तो बोल्ने त्यो सोच्नुपर्छ, त्यो एडिट गर्नु पऱ्यो, झ्याउ हुन्छ त्यता एडिट गर्नु झन् लास्ट झ्याउ। अनि त्यो कहाँ जाने के गर्ने कसरी भन्ने त्यो डिसाइड गर्ने लास्ट गाह्रो हुन्छ क्या। भन्नु मात्रै हो क्या भ्लग यस्तो त्यस्तो भन्नु, तर हकिकतमा त लास्ट गाह्रो हुन्छ क्या यो। सबैले भन्छ होला होइन, क्यामेरा बोल्छु हिँड्नु, तर मेरो साथी छ होइन, पुरा डर ऊ पनि अब जाँदैछ भोलि छाडी पठ्यान घर जाँदैछ। त्यसपछि त म एक्लै हो, एक्लै यता गयो एक्लै उता एक्लै बोरिङ हुन्छ क्या एक्लै चाहिँ। र काठमाडौँमा चिनेको कोही हुन्न, अनि एक्लै बस्छु, एक्लै हिँड्नु, त्यही हो गाह्रो त हुन्छ नि। अब डिसिजन पनि मजाले आउँदैन। अब तपाईँहरूले हेर्दा पनि झ्याउ लाग्छ होला, झ्याउ नमान्ने हेर्छौँ है। सुरुमा त कसलाई चाहिँ के थाहा हुन्छ अरे, सुरुमा त अब बिस्तारै सिधै जानु पनि त जान्छ, अनि त्यही भएर हार मान्नु हुँदैन। त्यो चाहिँ थाहा छ, यस्तो बाटो भेट्ने ठुलो बाटो भेट्ने यस्तो बटार्ने हो कि कहिले नगर्नु न, सर जाने यस्तो दाम चिज हावा फेरि साइकलमा पुरा मेरो साथी अनि सर जाम रहेछ अस्ति यस्तो टेबुलको नाइटमा दामी देख्छ क्या। तपाईँहरूलाई म कुनै देखाउँछु, त्यो बानेश्वरको धोकी खोला पुल नाइटको भ्यू कपाल देख्छ क्या, पुरा बत्ती बोल्दै हुन्छ कस्तो भनेर कस्तो बाउ देख्छ। अन्त पुरा गरम भयो क्या मलाई कि आज हेर्नु पुरा हिँड्दैछु अघि त्यहाँ खुल्लामा, त्यही भएर जाममा फस्यो। यहाँ पनि जाम छ, डर त्यस्तो त जाम हुन्छ सानो ठाउँमा त। कस्तो होला
रात जानुपर्ने सक्नु जाम भर्खर जाम यत्रो जाम छ नि पुरेन कहाँ अहिले गयो रातो यत्रो जाम पुरे अहिले घरसम्म जाम छ क्या जाम छ कि हिँड्नै पऱ्यो हिँड्नै पऱ्यो हुँदैन जाम भएको हुँदैन झन् झ्याउँछ दुधे हाल्ने बरु सबै पुरा हिँड्नु चाहिँ सक्ने गाह्रो हुन्छ क्या अरू भन्दा नि